आउँदै गरेको नेपालीहरूको महान चाड विजया दशमीको ठ्याक्कै टीका लगाउने समय कति बजे कुन समयमा परेको छ त? नेपाल लगायत विभिन्न देशहरूमा जहाँ नेपालीहरूको बसोबास छ त्यहाँ पनि नेपालीहरूले एकदमै रमाइलोका साथ विजया दशमी मनाउने गरेको पाइन्छ। विशेष गरी यी निम्न देशहरूमा दसैँ टीका कति बजेर कति मिनट जाँदा लगाउनु पर्छ अथवा सुरु हुन्छ। नेपाल, भारत, अमेरिका, क्यानाडा, स्विजरल्यान्ड, पोर्चुगल, माल्टा, लन्डन, फ्रान्स, अस्ट्रेलिया, थाइल्यान्ड, सिङ्गापुर र अन्य देशहरूमा जहाँ नेपालीहरू बसोबास गर्नुहुन्छ उहाँहरूले टीका लगाउने समय मिति म यस भिडियोमा मजाले खुलाएर बताउँदैछु। त्यसैले भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला अथवा सुने पनि हुन्छ। तपाईलाई चाहिएको जानकारी पक्कै पनि मिल्नेछ। तपाईलाई पनि यो जानकारीमूलक भिडियो बन्नेछ। आउनुहोस् सुरु गरिहालौँ है त। नेपाल सरकारको पञ्चाङ्ग निर्णायक समितिले घोषणा गरेको आधिकारिक समयअनुसार नेपालमा अक्टोबर 2 असोज 16 गते बिहिबार ठ्याक्कै टीका लगाउने समय बिहान 11 बजेर 53 मिनेट जाँदा सुरु हुनेछ। त्यसै गरी भारत इन्डियामा अक्टोबर 2 टीका लगाउने समय बिहान 11 बजेर 25 मिनटमा सुरु हुनेछ। त्यसै गरी संयुक्त राज्य अमेरिका न्युयोर्कमा अक्टोबर 1 बिहान 11 बजेर 25 मिनटमा सुरु हुनेछ। अमेरिकाको फ्र्याङ्कफर्ट केन्टुकीमा अक्टोबर 1 बिहान 11 बजेर 57 मिनट जाँदा सुरु हुनेछ। अमेरिकाको टेक्ससमा अक्टोबर 1 बिहान 11 बजेर 33 मिनटमा सुरु हुनेछ। त्यसै गरी अमेरिकाको वासिङ्टन डिसीमा अक्टोबर 1 बिहान 11 बजेर 35 मिनट जाँदा सुरु हुनेछ। अमेरिकाको क्यालिफोर्नियामा अक्टोबर 1 बिहान 11 बजेर 11 मिनटमा सुरु हुनेछ। क्यानाडा टोरन्टोमा अक्टोबर 1 बिहान 11:55 मा सुरु हुनेछ। क्यानाडा भ्यान्कुभरमा अक्टोबर 1 बिहान 11 बजेर 33 मिनट जाँदा सुरु हुनेछ। यसै गरी स्विजरल्यान्डमा अक्टोबर 2 बिहान 10 बजेर 25 मिनट जाँदा सुरु हुनेछ। माल्टामा अक्टोबर 2 बिहान 10:55 मा सुरु हुनेछ। पोर्चुगल लिस्बोनमा अक्टोबर 2 बिहान 9 बजेर 33 मिनटमा सुरु हुनेछ। युके लन्डनमा अक्टोबर 2 बिहान 9 बजेर 17 मिनटमा सुरु हुनेछ। यसै गरी फ्रान्स प्यारिसमा अक्टोबर 2 बिहान 9 बजेर 57 मिनटमा सुरु हुनेछ। जापान टोकियोमा अक्टोबर 2 बिहान 11 बजेर 31 मिनटमा सुरु हुनेछ। अस्ट्रेलिया अक्टोबर 2 बिहान 11 बजेर 43 मिनटमा सुरु हुनेछ। अस्ट्रेलिया मेलबोर्न अक्टोबर 2 बिहान 11 बजेर 19 मिनटमा। अस्ट्रेलिया ब्रिस्बेन अक्टोबर 2 बिहान 11 बजेर 53 मिनट। अस्ट्रेलिया एडलाइड सिटीमा अक्टोबर 2 बिहान 11 बजेर 35 मिनटमा सुरु हुनेछ। अस्ट्रेलिया क्यानबेरामा अक्टोबर 2 बिहान 11 बजेर 51 मिनटमा सुरु हुनेछ। यसै गरी अस्ट्रेलियाको पर्थमा अक्टोबर 2 बिहान 11 बजेर 25 मिनटमा। न्युजिल्यान्डमा अक्टोबर 2 बिहान 11 बजेर 23 मिनट जाँदा सुरु हुनेछ। मलेसियामा अक्टोबर 2 बिहान 11 बजेर 11 मिनटमा सुरु हुनेछ। युए अबुधाबीमा अक्टोबर 2 बिहान 10 बजेर 55 मिनट जाँदा सुरु हुनेछ। यसै गरी कतारमा अक्टोबर 2 बिहान 10 बजेर 13 मिनटमा सुरु हुनेछ। साउदी अरबमा अक्टोबर 2 बिहान 10:55 मा सुरु हुनेछ। इजरायलमा अक्टोबर 2 बिहान 11 बजेर 35 मिनट जाँदा सुरु हुनेछ। म्यानमारमा
अक्टोबर 2 बिहान 10:27 जाँदा, थाइल्यान्डमा अक्टोबर 2 बिहान 10:45 सुरु हुनेछ। सिङ्गापुरमा अक्टोबर 2 बिहान 11:09 सुरु हुनेछ। यसै गरी हङकङमा अक्टोबर 2 बिहान 11:45 सुरु हुनेछ। यसै गरी दक्षिण कोरियामा अक्टोबर 2 बिहान 10:57 जाँदा सुरु हुनेछ। धन्यवाद। भिडियो चाहिँ यहीँसम्म रहेको छ। अब आउँदै गरेको नेपालीहरूको महान चाड, हिन्दूहरूको महान पर्व विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु यही च्यानलबाट। नेपालमै रहनुभएका वा अन्य देश तथा विदेशमा छरिएर रहनुभएका जति पनि नेपालीहरू हुनुहुन्छ, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र जीवनमा आनन्द मनले तपाईँको जीवनमा आनन्दपनले भरिएर रहेको होस् भन्ने कामना गर्दछु। दसैँको रमाइलोमा परिवारसँग खुसी बाँड्दै मनमा सकारात्मक र उमङ्ग सधैँ रहोस्। जय नेपाल। च्यानललाई सब्सक्राइब गरेर साइडमा रहेको अल आइकनमा थिच्नुहोला। हामी यस्तै अर्को नयाँ जानकारीमूलक प्रेरणादायक भिडियोमा भेट्नेछौँ।